नमस्ते। म पत्रकार विनोद ढकाल। आज केही समयपछि म फेरि पनि यो देशको अब राजनीतिक दिशा यो दिशा कतातिर जान सक्छ र हामीले के गर्नुपर्छ या हामी युवा पुस्ताले अथवा चाहिँ अहिले यो जेन्जी पुस्ताले के गर्नुपर्छ भन्ने एउटा सामान्य मेरो निजी विचार लिएर आएको छु। र यो बिचमा बालनको विषय पनि सामाजिक सञ्जालमा निकै ट्रोल भयो। फेरि यो वैकल्पिक भनिएका अथवा चाहिँ आफूलाई वैकल्पिक पार्टी भन्ने रुचाउनेहरूको एकीकरणको कुरा पनि यहाँ रहेको छ र पुराना दलहरूको गैर जिम्मेवारिताको विषय पनि छ। तर यसबिचमा एउटा सानो सामान्य केलम जस्तो बालेनले अस्ति एउटा स्ट्याटस लेखे, त्यसको आधी घन्टापछि त्यसलाई डिलिट हाने त त्यसको स्क्रिनसटले निकै चर्चा पायो होइन। त्यसमा केही साधारण टिप्पणी सामाजिक सञ्जालमा मैले पनि गरेको थिएँ। अब हेर्नुहोस् यो के छ भन्दाखेरि राजनीति एउटा कोर्स नयाँ हिसाबबाट परिवर्तन भएको छ र एउटा यो बिचको दोस्रो पुस्तालाई छोडेर एकैचोटि तेस्रो पुस्ता सम्बोधन गर्नुपर्ने स्थितिमा आएको छ। भदौ 22 गतेसम्म गत भदौ 22 गतेसम्म कसैको मुखमा नभएको जेन्जी पुस्ता अहिले राजनीतिको फ्रन्टमा छ, सम्बोधनमा छ। एभ्री वर्ड पुराना दलले सम्बोधन गर्दाखेरि पनि जेन्जी पुस्ता भन्नु परेको छ। र हेर्नुहोस् यसले के सन्देश दियो त यो आन्दोलन यो विद्रोहले दिएको सन्देशहरू यसका इन्डिकेटरहरू छन्। नेकपा माओवादी केन्द्रले चाहिँ आफ्ना संरचनाहरू विसर्जन गर्दै विभिन्न 8वटा राजनीतिक दलहरूसँग एकीकरण गरेर चुनावमा जाने तयारी गर्दैछ। प्रभाव 2, नेपाली कङ्ग्रेसमा अर्ली महाधिवेशन, विशेष महाधिवेशन अथवा चाहिँ नयाँ पुस्तामा नेतृत्व जानुपर्छ भन्ने बहस लामो समयसम्म तन्कियो भने सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वलाई निष्क्रिय पारेका छन् र पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। अब नेकपा एमालेमा भन्नुहुन्छ भने केपी ओलीले नेतृत्व छाड्नुपर्छ अथवा प्यासिभ हुनुपर्छ अथवा उहाँले चाहिँ अब महाधिवेशनमा चाहिँ चुनाव लड्नु हुँदैन अध्यक्षको भन्ने मत एक थरीको छ। जस्तो सचिव योगेश भट्टराईको भर्खर